हेलो गाइज, ब्याक टु मी च्यानल कमला भ्लग्समा सर्वप्रथम त ह्याप्पी छठ पर्व। मलाई इन्भाइट भएको हुनाले म पनि केरा लिएर मनाउन आएकी छु। आउनु जाम सबैजना भएर छठ पर्व मनाम। लेट्स गो। यहाँ रहेछ मैले भेट्टाएँ। ए यिनै खोज्दा 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 कुनाल उता 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 देखाउन। हाम्रो ग्रुप चाहिँ यहाँ रहेछ है। ए ल नमस्ते। यो फल लिनु त पहिला भिडियो भइरहेको छ है। फल उता चढाउनु के? फल तपाईँलाई होइन दिने? ए पहिला टिका लाउने हो। ए ल यसरी लगाइ जान्छ है पहिलोचोटि। छठी मैया रक्षा गर्नु। ए आशीर्वाद दिनु भयो है यहाँ राम्रो होस् भनेर। यहाँ हो ए यहाँ ल हाम्रो यहाँ रहेछ है। यहाँ ढोक गर्नु पर्यो। ढोक गर्नुपर्छ। ढोक यस्तो गरेर ल यस्तो गरेर ढोर्नी गर्नुपर्छ अरे। मन्नत माग्ने हो कि के हो? ए ए ल हो छठी माईले पुरा गर्नुहुन्छ अरे। अब मन्नत माग्नु भन्नुभएको छ है। ल म त घरको सुख शान्ति नै माग्छु। ए भगवान् घरको सुख शान्ति होस्, रक्षा गर्नु भगवान्। ल साथीहरू म पवन बाबुसँग छु। म पवन बाबुसँग केही जानकारी लिन चाहेको छु यो छठ पर्वको विषयमा। मलाई केही थाहा छैन। भनिदिनु त बाबु आजको विषयमा। आजको विषयमा छठ पर्व भनेको हाम्रो यो मधेसी समुदायलाई भन्नु पर्दा पनि सम्पूर्णको चाहिँ महापर्वको रूपमा मानिन्छ। अनि यो छठ पर्व चाहिँ सबैभन्दा पहिला इतिहासमा हेर्ने भने हाम्रो इतिहासमा चाहिँ सीता माताले गरेको भन्ने पाइएको छ। त्यहाँ सुरुवात भएको भन्ने छ। छठ पर्व चाहिँ हामीले विशेष 2 दिन मनाइन्छ। अनि आज चाहिँ हामीले साँझमा डुब्दै गरेको सूर्यको अर्घ दिइन्छ भने भोलि बिहान चाहिँ हामीले उदाउँदै गरेको सूर्यको अर्घ दिएर यो व्रत चाहिँ तोडिन्छ। अनि विशेष गरेर यो छठ पर्वमा चाहिँ आफ्नो सन्तानको लागि चाहिँ महिलाहरूले आमाहरूले चाहिँ सन्तानको सुख समृद्धि र परिवारको सुख समृद्धिको लागि मनाउने गरिएको पाइन्छ। कुनाल तल जाँदैछु है छठ के अरे खोलामा। ए खोलामा गएर के गर्नुपर्छ भनिदिनु त। ए यसरी कतिचोटि? 3 चोटि यो चाहिँ नमिलोस्। 2 अनि यसलाई गरेर यसरी नममी गर्नु। ए मलाई सिकाउँदै हुनुहुन्छ। तपाईँले अब के चाहनुहुन्छ हो त्यो ओके। अब यहाँ चढाने। अब ए अगरबत्ती न यहाँ रहेछ। मनको कुरा शान्ति होस् त्यही त होला नि है। फेरि हजुरले केही माग्नु भएको छ आउँदो दिनमा पनि गर्नुपर्छ फेरि। ए हो र। ए अर्को अब यस्तो हो भनेर गर्नु भने अर्को दिन आउनै पर्छ। भोलि अर्को ए अर्को वर्ष। ए ल ल ए यही पानी चढाउने कतिचोटि? 3 चोटि। फेरि यसलाई हेरेर फेरि यसो ए के हो न रीति हुन्छ नि त यो। ह्याप्पी छठ पर्व।